जो मान्छे जङ्क फुडहरू खाइरहेछ त्यो मान्छेको लागि यो भिडियो है त। हाम्रो शरीरमा चाहिँ एउटा सात्म्य भन्ने कुरा हुन्छ। सात्म्य भनेको के हो भने केले हाम्रो शरीरलाई हित गर्छ भन्ने कुरा, विशेष गरी यो खानेकुरासँग जोडिन्छ है त। अरू कुराहरू पनि हुन्छन् तर खानेकुरालाई विशेष। खानेकुरामा जो मान्छेले 6वटा रस खाइरहेछ, गुलियो, अमिलो, पिरो, तितो, टर्रो र नुनिलो, मधुर, अम्ल, लवण, कटु, तिक्त, कसाय भन्छ। यो 6वटा रस जसले दैनिक रूपमा खान्छ त्यसको शरीर चाहिँ प्रबल सात्म्य हुन्छ। उसको शरीर चाहिँ मजबुत हुन्छ, रोगसँग लड्ने क्षमता राम्रो हुन्छ हैन, शरीरमा पोषण राम्रो मिलिरहेको हुन्छ भन्ने कुरा छ। अर्को हुन्छ मध्यम सात्म्य। यो 6वटा मध्ये 2टा खाछ, 3टा खाछ भने चाहिँ यसलाई मध्यम सात्म्य भन्छ। त्यो पनि राम्रो चाहिँ मानिँदैन। अर्को हुन्छ अवर सात्म्य। अवर सात्म्य भने कुनै एउटा रस मात्र खाइरहेछ, कि गुलियो मात्र खाइरहेछ, कि नुनिलो मात्र खाइरहेछ, कि तितो मात्र खाइरहेछ, टर्रो मात्र खाइरहेछ भने त्यसलाई अवर सात्म्य हुन्छ। अवर सात्म्य सबैभन्दा नराम्रो मानिन्छ। त्यही भएर जस्तो कसैले पाउरोटी खाइरहेछ अथवा पिज्जा खाइरहेछ भने त्यसमा कतिवटा रस हुन्छ त? केही लिमिटेड रस हुन्छ। अझ पाउरोटीमा एउटा मात्रै रस होला, मधुर मात्रै हैन। भात मात्रै खाने हो भने के हुन्छ त्यसमा? गुलियो रस मात्रै होला। तर तरकारी, दाल, अचार हैन, यस्तो अरू सलादहरू खानु हो भने विभिन्न रसहरू पाउँछ। अब के हुन्छ त? प्रबल सात्म्य भयो भने के हुन्छ त भन्दा 3टा कुरा भने चाहिँ एउटा क्लेश छ। क्लेश भने चाहिँ दुःख पीडाहरूबाट सहने रोगको व्याधिहरूलाई चाहिँ दबाउन सक्ने। अर्को हुन्छ चिरायु। चिरायु भनेको चाहिँ आयु लामो हुन्छ भन्छ के, लामो आयु, तपाईँको स्वस्थता बढ्छ भन्ने कुरा छ। त्यसै गरी बलवन्त भन्छ। बल एकदम प्रबल खालको बल हुन्छ, बलवान हुन्छ मान्छे आन्तरिक रूपमा, शरीर पुष्ट देखिने मात्र होइन कि सम्पूर्ण रूपमा चाहिँ बलियो हुन्छ भन्छ। यदि अवर सात्म्य, मध्यम सात्म्य छ भने चाहिँ त्यो मान्छेको शरीर चाहिँ संवेदनशील हुन्छ, त्यसले चाहिँ रोग लाग्ने सम्भावना बढी हुन्छ। सानो सानो कुराले चाहिँ उसलाई अट्याक